सो हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आइप सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आश गर्दछु। म पनि एकदम सन्चै छु होइन। अनि आफ्टर लङ टाइम पछि आज चाहिँ एउटा टक्क भ्लग आउँछ होइन गाइजहरू। अनि निकै टाइम पछि भ्लगमा आएँ म। पाएको छैन बनाउन, अलिकति भ्याइँदैन पनि। यस्तै छ अब गाउँतिर। अब आउनु चाहिँ भ्लगहरू अब, तर भनेको जस्तै कन्टिन्यू चाहिँ दिन सकिँदैन गाइजहरू। म अब हल्का दिन्छु दिन चाहिँ, भनेको जस्तो त पाइँदैन। हामी अब म क्लास गइबस्नुपर्छ नि त। अनि क्लास जानले त्यति भ्याउदिनँ र भ्लग गराउँदिनँ, सर्टहरू पनि त्यति हाल्न पाइँदैन के। अब चाहिँ म ट्राई गर्छु, हाल्छु होइन। सो यता गाइजहरू, अनि आज चाहिँ म भनौँ न घरमा एक्लै छु। बाबा मम्मी हुनुहुन्न, माथि जानुभएको छ। अनि म मात्रै छु घरमा चाहिँ। अनि म चाहिँ अघि उठेर खाजा बनाएर खाएर अब चाहिँ म चारोमा जान लाग्यो कि गाइजहरू, एकदमसँगले। अनि यो नजारा हेर्न सक्नुहुन्छ। अब त मकैहरू पनि रोप्ने समय आयो नि त। मकै रोप्नुपर्छ। त्यसपछि मकै काम त अब कति हुन्छ पाहाडतिर त गाइजहरू है त। अनि आज चाहिँ हाम्रो बोजूहरूकोमा पूजा छ। एकछिनमा रोटी हुन्छ होला, रोटी खानुपर्छ कि। घरमा एक्लै छु, अब भोक लाग्दैन त्यति होइन। भरे जति बेला लाग्छ त्यति बेला पकाइ खायो। फेरि आएर चारो पनि पकाएर सुँगुरलाई दिनुपर्छ। बिहानको त दिइसकेको मैले। ल है त गाइजहरू, आज भ्लग आएको छ। एकदमसँगले वाच गरेर हेरिदिनु होला है त गाइजहरू। म लाग्छ अब चारोतिर है त हेर्दै गर्नु। सो अनि गाइजहरू, म चाहिँ यो बोकिरहेको छु। हेर्न सक्नुहुन्छ, यो चाहिँ रोटी यो गर्नलाई के अरे, अब चामल कुटेर मैदा बनाएर रोटी पोल्छ नि त। अनि मलाई चाहिँ बोकाइहाल्यो। अब भरे यति भएपछि रोटी खाइन्छ डर र खान त सकिँदैन, त्यही एक दुईवटा हो होइन। यस्तै छ गाइजहरू, हमको बोकाइहाल्यो भन्न अब। ल है त गाइजहरू। सो अनि गाइजहरू, एकदमसँगले म चाहिँ अब जङ्गलतर्फ लागिसकेँ। त्यहाँ बोजूहरूकोमा त्यो ओखली पुऱ्याइदिएँ। सो फेरि लागिसकेँ। ल्याउनुहोस् तपाईँहरूको लागि एकदम राम्रीवाला फुल। हे के फुल भन्छ यो होइन, थाहा चाहिँ छैन, नाम चाहिँ थाहा भएन हमको। सो गाइजहरू, अब तपाईँहरूलाई म भ्लग बनाएर देखाउने भनेको नि यस्तै त हो होइन। कस्तो यस्तै जङ्गलतिर गयो, चारो लियो, दाउरा लियो, भ्लगै त्यही त हुन्छ। के गर्ने, यहाँतिर घुम्न जान पाएको छैन होइन। घुम्न गयो भने एकदम खतरा गरी बनाइहाल्छु म टक्क लगाएर। अब हाम्रोमा अहिले चाहिँ रोड खन्दै आएको छ होइन। भ्याकु भनौँ न कि के हो, त्यही त होला। रोड खुन्ने जे भयो नि होइन। रोड खुन्दै आएको छ यो। अनि हाम्रो यो मौवा, कोप्चे, चिलाउने, अनि पर तिल्केनी के भन्छ, हाङ्गुम पर भनौँ न, हाङ्गुम पर, अनि पर लफना पर चाहिँ को लागि चाहिँ आएको छ खन्नु। अनि बजेट चाहिँ कति 2 करोड 27 लाख कति अरे। के कति गर्छ 2 करोड 27 लाखको हेरौँ होइन। बाटो चाहिँ अब अलिअलि राम्रै बनाउँदै दिँदैछ। माथिबाट उयो नि पेल्ने होला सायद। त्यस्तै कस्तो लाग्यो हेरौँ कस्तो बनाउँछ। अब आउनु चाहिँ एउटा भ्याकु आएको छ होइन। एउटा भ्याकुले यस्तो बाटो के गर्ला होइन। यस्तो छ गाइजहरू बाटो होइन। यहाँ चाहिँ पर नि यस्तै छ होइन। यहाँ चाहिँ अब एकदम के कहिले नभत्किने गरेको बाटो बनाउँदा मात्र हो कि, नत्र अब अर्को साल फेरि पानी पर्छ। यो अब पानी पर्छ फेरि सबै बगाइलान्छ, के गर्नु। अनि त्यो बनाएर नबनाए कामै छैन। बनाएर नि हुडुङडुङ उडेर आउँछ यत्रो ढुङ्गा लिएर। बाटोहरू अहिले स्वाहा बनाइदिन्छ। अब 2 करोड 27 लाख चाहिँ बजेट अरे होइन। के कति गर्छ त्यो चाहिँ हेर्नुपर्छ होइन। के कसो गर्दो रहेछ हाम्रो पालिकाले। अब हाम्रो बाटै छैन नि त यहाँबाट जोडिने बाटो।
म उहाँदेखि अब दमकतिर जाँदा उता तल तल तम्मर झरेर जान्छ नि त। अनि यता माथि लारुम्बाबाट पनि जान्छ जानु चाहिँ। तर सबैभन्दा छिटो बाटो यही हो कि हाम्रै गाउँ हुँदै हुँदै हाङ्गुम परदेखि सिधै तल झर्छ के। अलिक छिटो यो बाटो बन्नुभन्दा कति छिटो हो, तर बन्दैन के गर्नु। डाइलग दिँदै बस्छ यसो बनाउँछु भन्दै भोट माग्न आउँछ, बनाउने चाहिँ होइन। गाइजहरू एकदम मौसम के कस्तो छ तपाईँहरूकोतिर चाहिँ? हाम्रोतिर एकदम ठ्याके भन्नुपर्छ यस्तो। यहाँ हेर्नुहोस् नानी, यति खतरा गएको छ। म यस्तो ठाउँमा छु है, यस्तो छ, यति खतरा गएको छ पहिरोहरू। ढुङ्गाहरू त ठुलो छ, त्यो ढुङ्गाहरूले मिलाउँदै बनायो भने चाहिँ बन्छ होला भन्ने उयो। तर बनाइहाल्छ नि, बनाउनु त अलि राम्रो चाहिँ बनाउनु पर्यो क्या। बनाइसकेपछि त्यो हेलचेक्रे होइन कि, होइन गाइजहरू। सो अनि यो चाहिँ गाउँको नजारा हेर्न सक्नुहुन्छ तपाईँहरूले, हेर्नुहोस् तपाईँहरू होइन। एकदम मेरो गाउँको नजारा। अनि बाटो खन्दै भ्याएको चाहिँ पर रहेछ होइन। यहाँतिर देखिन त अब मेरो फोनले जुम गर्नु भने झन् कहाँबाट देखिन्छ होला र, देखिँदैन। यहीँ नजिकको मान्छे त चिनिँदैन होइन मेरो फोनले। टाढो झन् कसरी देख्नु, यस्तै छ होइन। अनि अब पानी परेको थियो नि त, अनि यसो चारो चाहिँ हल्का निक्लिरहेछ कि भन्ने आशले म चाहिँ आएको छु यता। अब भएन भने खोज्नै पर्ने हुन्छ। 1-2 घन्टा 2-3 घन्टा लाएर भने चारो खोज्नु भारी पुऱ्याएर घर फर्किनु पर्ने हुन्छ। त्यो पनि पकाएर दिनुपर्ने हुन्छ। रमाइलो छ जोस् गाउँले जिन्दगी यस्तै छ। अलिक रमाइलै मान्नुपर्छ यस्तोलाई। कामहरू गर्नुपर्छ, रमाइलै हुन्छ। यतिको आनन्दको जिन्दगी कहाँ पाउँछ गाइजहरू। गाउँतिर एकदम आनन्द, त्यसरी जङ्गलहरू डुल्नुपर्छ होइन, आरामै। तर योचोटि के अहिले गाइजहरू गुराँस फल्ने उयो हो नि त। अब काफल पनि फल्छ अनि गुराँस फुल्ने उयो। र मैले गुराँस चाहिँ खाएको छैन यार। यहाँ एउटा यो गुराँसको बोट त हो कि, तर गुराँसै रहेछ कि छ होला यहाँ तल, तल रहेछ। त्यति तल त मेरो क्यामेराले फोकस गर्दैन गाइजहरू होइन, के गर्नु। अनि अहिले चाहिँ म नाखे डाँडा भन्ने ठाउँमा छु, हाम्रै गाउँको। यो चाहिँ ठ्याक्कै नाक जस्तै डाँडा छ। देखाउँछु तपाईँहरूलाई म कुनै दिन कसरी नाक जस्तो छ भन्नुहुन्छ नि, म देखाइदिन्छु। यहाँदेखि यहाँ तल रोड छ, सिधा गएको छ कि, अनि त्यही भएर नाक जस्तै छ। तल चाहिँ अलिकति रोड यसो घुमाएको छ। अनि नाखे डाँडा भनिया होला, नाक जस्तै छ ठ्याक्कै होइन। मेरो कपाल हेर्नु सक्नुहुन्छ यार, के हो यो कपाल, भुत जस्तै छ यार मेरो कपाल। काट्ने बेला भएको छ, एकदम लामो के गर्नु गाइजहरू। एकदम लामो छ कपाल चाहिँ, लामो भइसक्यो, काट्नु पर्ने छ। गुराँस चाहिँ तल फुलिरहेको रहेछ, देखिँदैन होला, देखिन्छ र फोन यसरी घुमाउँदै यसरी उयो दिन्छ कि देखिँदैन रहेछ यार। भाग्यमा नि छैन यार, छैन होइन छ, तर देखिँदैन। मेरो फोन क्यामेरै क्वालिटी छैन। कति पुरानो फोन हो हुन त गाइजहरू। कसले किनिदिने मलाई फोन यार। जे भयो नि, जे छ जस्तो छ त्यस्तै नै रोशन लौतीले दिइहाल्छ। जस्तो आयो त्यस्तै प्रस्तुत गरिहाल्छु नि म होइन गाइजहरू। तपाईँहरू सपोर्ट गर्न चाहिँ नछोड्नुहोस्, म दिन्छु जस्तो भयो नि होइन। बिस्तारै गर्नुपर्ने छ गाइजहरू। अब 200 सब्सक्राइबर पुग्न आँटेको छ गाइजहरू होइन। तपाईँहरूले अब यसो पुऱ्याइदिनुहुन्छ भन्ने आश छ। टिकटक
युट्युबमा हुनुभएको साथीहरू, फलो गर्नुभएको साथीहरूले पनि यसो युट्युबतिर छिरेर होइन सब्सक्राइब गरिदिनु होला। 200 पुग्न आँटेको छ, 200 नि पुऱ्याइदिउँ, 200 देखि 300 पनि पुऱ्याइदिउँ, 300 देखि 400, 500, 6, 7, 8, 9, 10 हजारै पुऱ्याइदिउँ न गाइजहरू होइन। तर तपाईँहरूले सपोर्ट हान्नु पऱ्यो के। अब क्यामेरा क्वालिटीहरू त्यस्तै छ, के गर्नु होइन। मान्छे चिनिँदैन र पनि सपोर्ट गरिदिनुहुन्छ भने आश छ होइन, आश भरोसा छ होइन। सपोर्ट गरिदिनु हुनेहरूले त्यतिकै नै गरिदिइहाल्नुहुन्छ होइन, त्यो हमको पता है होइन गाइजहरू। अनि म चाहिँ अब चारो टिप्ने ठाउँमा त आइसकेँ होइन गाइजहरू, चारो टिप्ने ठाउँमा आइसकेँ। यहीँ यो चारो टिप्नु पर्ने, तर चारो छ छैन भन्ने उयो के यस्तो छ गाइजहरू। डुलौँला न, चारो थिएन भने सुई डुल्नुपर्छ होइन। सबै पहिरोले सबै लगेको छ गाइजहरू। सो अनि मसँग आइफोन हुनु भने चाहिँ नि गाइजहरू म झन् खतरा भ्लग बनाउँथेँ होला, के गर्नु छैन होइन। आइफोन भए त टक्क लाएर बनाउँथेँ म खतरा भ्लग। त्यही नि यसबाट नि के कम छ र बनाइहाल्छु नि म होइन। के छ र, ठुलो खोज्ने होइन नि होइन, ठुलो राम्रो खोज्ने होइन, जस्तो छ त्यसैबाट सुरु गर्नुपर्छ। हे भइहाल्छ, हिम्मत हार्नु हुँदैन कि, भइहाल्छ गाइजहरू। तपाईँहरू सपोर्ट गरिदिनुहोस् होइन। खुसी लाग्छ जे होस्, तपाईँहरूले अब हेरिदिनुहुन्छ 40-50 जना जति होइन, 60, 70, 80, 90 जनाले मान्छेहरूले मेरो भ्लग हेरिदिनुहुन्छ, त्यतिमै खुसी लाग्छ मलाई होइन। धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अब यस्तै छ। अब म चाहिँ चारो टिप्नुतर्फ लाग्छु होइन गाइजहरू। अब मैले देखाउने होइन क्या, अब एकैचोटि भारी पुगेपछि होला, किनकि मैले स्ट्यान्ड ल्याएन, नत्र स्ट्यान्ड ल्याएर टक्क राखेर देखाउँथेँ। त्यही त ठिक छ होइन गाइजहरू। अब म चारो टिप्छु यता। सो अनि अहिले चाहिँ म चारोको भारी मेरो यहाँ छ अनि म चाहिँ यहाँ छु एकदमसँगले, एकदम थाकियो अनि एकदम गर्मी भयो। त्यसैले म चाहिँ डाँडामा टक्क मेरो गाउँको भ्यू हेर्दै बसिरहेको छु कि होइन। हरियाली त त्यति साह्रो छैन कि, र पनि हावा खाँदै बसिरहेको छु एकदमसँगले गाइजहरू म चाहिँ होइन। अनि अब गएर चारो पकाउनु पर्छ अनि आफै पनि खानुपर्छ होइन गाइजहरू। त्यस्तै छ गाइजहरू। लाई त अब म घरतर्फ लाग्छु अनि घर गएर चारोहरू काटेर पकाएर सुँगुरलाई पनि दिनुपर्ने हुन्छ, खाना पकाएर आफू पनि खानुपर्ने हुन्छ है गाइजहरू। सो गाइजहरू अनि म चाहिँ अहिले घर आइसकेँ। अब चाहिँ चारो काट्न आँटेको, यो हाम्रो चारो होइन। अनि अब चारो काट्न लगाएको मैले, अनि चारोको भान्सा अघि राखिसकेँ भन्नुपर्छ होइन। अब चारो काट्छु म गाइजहरू होइन, चारो पकाएर टक्क लाएर फेरि सुँगुरलाई दिनुपर्ने हुन्छ है त। ल है त गाइजहरू। सो अनि अलराइट, मैले चाहिँ चारो काटिसकेँ होइन। अब यो चारोलाई पकाउनु पर्ने हुन्छ है त गाइजहरू। अनि सो आजलाई चाहिँ यति नै है त गाइजहरू। सो